के भन्छ नि हेलमेट लाइन। हेलो, हामीहरू चाहिँ पार्टीमा जान लागेको साथीहरू, वहाँ गएर भेटौँला। बाई बाई। ल हामी चाहिँ जाने बित्तिकै खाजा खान लाग्यो साथीहरू है। मेरो दिदी फुपूहरू उता दिदीहरू सम्पूर्ण आइसकेको रहेछ है। हामी पनि सबैसँग बसेर खाजा खान लाग्यो। अरू फुपूहरू त सबैले खाइसकेको रहेछ। हामी चाहिँ बल्ल खाना सुरु गरेको है। चाहिँदैन त्यो जसरी च्याट जसरी चलाउने भने मात्र चाहिन्छ। फोटो खिच्न चाहिन्न। भिडियो बनाउनु चाहिन्छ। भिडियो पहिला सबैले साडी लगाएको छ। मलाई चाहिँ साडी लाउन मेरो फुपूको कपडामा चाहिँ दाग लागेछ है। अनि उहाँ चाहिँ मेरो दिदी हो। दिदी र म चाहिँ सेम ड्रेस, सेम ज्वेलरीहरू पनि सेम लगाएको है। हामी दिदी बहिनी भएपछि सेम गरेको। अनि यहाँ चाहिँ गीत गाउन सुरु गरिसकेको थियो प्रोग्राममा है। खासमा हामीहरू चाहिँ गुन्यो चोलो प्रोग्राममा आएको साथीहरू है। आजीको छोरीको गुन्यो चोलोमा 3 जना चाहिँ आजीको छोरीहरू हो। अनि नाच्दैछ छोरीको लागि गुन्यो चोलोमा। हामी चाहिँ हेर्दै भिडियो खिच्दैछु है। अनि यहाँ मैले भिडियो खिच्दा चाहिँ सानो हाम्रो सोल्टीको छोरी पनि नाच्न स्टार्ट गरेर रहेछ। मैले भिडियो खिचेछु है। गीत सुनेर अब छोरीहरू त्यही त हो, गीत सुनेपछि ताल आइहाल्छ अनि नाचिहाल्छ सानैदेखि। अनि उतापट्टि नाचेको आजी छोरी हो, जुन गुन्यो चोलो छ नि उसको हो। त्यो रातो गुन्यो चोलो लगाएको चाहिँ छोरीको उतापट्टिको चाहिँ उसको कान्छी आजी हो। अनि त्यो प्रोग्राममा अरू भाइ बहिनीहरू पनि नाचे थियो। जस रमाइलो भयो थियो साथीहरू है। अब गुन्यो चोलो प्रोग्राममा पनि यस्तो तरिकाले त्यो जुन गुन्यो चोलो भएको नानीलाई चाहिँ एकदम मनोरञ्जनहरू गराएर एकदम उसलाई इन्जोय गराएको थियो। हामी पनि इन्जोय भएको थियो। हामीले नि इन्जोय गरे। खाना मिठो थियो। हामी चाहिँ खासमा यो प्रोग्राम भएको चाहिँ कुन ठाउँमा हो भने चाहिँ रवि महलमा हो। तपाईँहरूलाई थाहै छ 0मा भएको रवि महल। यहाँ हाम्रो फुपूहरू पनि पुरा टिकटक बनाउँदै इन्जोय गर्दै थियो। एकदम रमाइलो छ। मेरो फुपूहरू पनि, म चाहिँ भिडियो खिच्दै मेरो फुपूहरू नाचेको है। साथीहरू तपाईँहरू पनि मेरो भिडियो हेरेर इन्जोय गर्नु होला र सब्सक्राइब पनि गरिदिनु होला। मलाई फलो गरिदिनु होला। यदि भिडियो राम्रो छ भने राम्रो भनिदिनु होला, राम्रो छैन भने एकदम प्रयास गर्नु होला, फेरि पनि भन्नु होला। मलाई खासै भिडियो एडिट गर्न आउन साथीहरू। अनि हामी चाहिँ त्यो प्रोग्रामको भइरहेको ठाउँको हल्का बाहिरपट्टि आएर भिडियो खिच्दै फोटोहरू खिच्दै। अब प्रोग्राममा गएपछि त्यही त हो, सबैजना भिडियो खिच्नै पर्यो, फोटो खिच्नै पर्यो।
फेरि पनि हामीहरू सबैजना फेरि त्यो साइडको अर्को साइडमा गएर फेरि भिडियो खिच्न लागे साथीहरू है। त्यहाँ प्रोग्राममा गीत सुनेर फेरि त्यहाँ फिनिस भयो अनि हामी यो साइडमा आएको। यो साइडमा आएपछि चाहिँ सम्पूर्ण यहाँ पनि फोटो सेसन भइरहेको थियो। फोटो सेसन भएर सबै पालो भिडियो खिच्ने फोटो खिच्ने भइरहेको थियो है साथीहरू। म चाहिँ भिडियो सबैको भिडियो खिच्दै बस्थेँ है। होइन अघिको नाचेको फुच्ची यही हो है। कति राम्रो छ है, कति प्यारो। उसको मुड नरहेछ, हेलो भन्न सकेन, बाई बाई चाहिँ भन्यो। अनि हामी चाहिँ फेरि थाक्यो, फेरि बाहिर निस्केर फेरि त्यही गीत भइरहेको ठाउँमा प्रोग्राम भइरहेको ठाउँमा गएर फेरि सबैजनाले सब्सक्राइब गरिदिनु होला मेरो भिडियोलाई। ओके बाई सबैजनालाई।